सो अहिले चाहिँ हामी छौँ देवपार देवी चौक है दुर्गा मन्दिरको ठ्याक्क अगाडि. सो हेलो एभ्रिवान, इट्स मी अस्मित वाचिङ एकसी ब्लग्स एन्ड के भन्छ हाम्रो चाहिँ आजको कार्यक्रम रहेको छ देउसी भैलो प्लस अहिले कपाल काट्न हो. अनि यो साइकलमा आएको है, बुढो साइकलमा. एन्ड अब चाहिँ अर्को साइकल पनि बनाउनु जान्छ हात्ती बजार. सो हिजो गएको भएन, आज चाहिँ हेरौँ जाँदैछौँ, हेरौँ के हुन्छ. यहाँ चाहिँ कपाल काट्नु हो, कपाल त छ नि तिन काट्ने हो है. यो चाहिँ काटेन, त्यही भएर आज काटौँ भनेर है. दुईजना त्यहाँ बसिरहन् मजाले. सो भेट बल कपाल काट्ने बाबा. यहाँ चाहिँ हाम्रो बाल कट भइसकेको छ है, मामा भान्जा कि. सो मैले नि फुल स्लोप हाने, यिनले नि फुल स्लोप. अब यसको नि फुल स्लोप, तिनटैले फुल स्लोप है. ए भुन्टे यसको यो सबै ब्लेड हानिदिने है, पुरै पुरै काटिदिने है. ए हो यत्रो पारिदिने हेर त, यत्रो पारिने न बाबु, हो कि नै मान्दैनस्. यो भुन्टेले गर्दाखेरि एकचोटि घर गएर आइसक्यौँ, भिडियो अहिलेसम्म अपलोड भएन, नभइसक्यो. सो यो भुन्टेलाई चाहिँ आछि आएर गएको, घर सोद्धाखेरि आएन भन्थ्यो. होइन मैले सोधेको यसलाई आँची खाएन भन्दाखेरि आएन भनेको. दुःख दिइहाल्यो नि मोराले. यो आएर है डिस्टर्ब होइन कि. सो अब चाहिँ हामी यता छौँ, किनभने यता गर्ल्सहरूको के भन्छ मेकअप ड्रेस चेन्ज जे हुन छ. हाम्रो त 5 मिनट पनि लाग्दैन. सो यहाँ छ दुईवटा स्पिकर, यो डुट्टीले जान्छ, यो मल्टिप्लग लिएर जान्छ, चार्जर पनि लिएर जान्छ. मगरको छोरी सो एउटा उता साइकल छ, एउटा हाम्रो साइकल हो. सो कसले लेखेको यो लक्ष्मी प्रसाद देवकोटा. कृष्ण खाएको बेस आनन्दी मनाले. डेट मिले होइन तर तिथि अनुसार. डेट कहिले हो र? डेट सो भान्जाको मोबाइल हेर्ने कार्यक्रम चलिरहेको छ, मेरो पनि चलिरहेको छ. मेरो त स्पेसल्ली चार्ज गर्दै हेर्ने चलिरहेको छ. बहिनी दाइ
सो यो डेक चाहिँ अब लिएर जाने हो। सो खेल्न चाहिँ 5 बजे सुरु गर्ने अनि आज चाहिँ कलोनी साइडको सब भ्याउने भनेको अब हेरौँ के हुन्छ, किनभने हामी भोलि जाने हो दानापुरतिर। भोलि कता कता जाने हो? दानापुरतिर डाइरेक्ट भन न, मेरो घर प्लस ससुरालीतिर जाने हो भनेर। सो अहिले रेडी भएपछि भेटौँ है त। भाइलो घर बेटी बुवा भाइलो घर बेटी आमा भाइलो आइपुग्यौँ हामी भाइलो भैलो खेल्न है भन भन भाइलो भाइलो राम्ररी भन भाइलो शर्मिलाई कन भाइलो है हामी त्यसै भाइलो आएको होइनौ राजको हुक्कु मैले आएको हामी ल गाई चल्दै गयो हामी चाहिँ हिँड्न। यहाँ डेक छ 15मा डेक सम्हाल्नु छ, पछाडि छ ताज। सो ल गाई चल्छ हामी यो र यो अनि त्यो तिरपाल लिएर चाहिँ हामी 3जना भएर आइसकेका छौँ कलौनी चोकमा है। ट्याक्क गाडीहरूको चलपल राम्रै छ है। सो दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ, हामी चाहिँ यहाँ आएर बसेको, किनभने अब दोहोऱ्याउँदै आउने कुरा हुँदैन त्यो स्पिकरसँग है। दोहोऱ्याउँदै ल्याउनु हुन्थ्यो तर के हुन्छ भन्दा के हुन्छ त्यो त माइन थाहा होइन भन्नु क्या। सो हुन चाहिँ के हुन्छ भन्दा खुट्टा धेरै दुख्छ, त्यही हो कि होइन? हो नि त्यत्रो ठिक ल्याइछि नदेख्ने कुराहरू जुगाड फेरि मास्टर माइन्ड ल बुढोलाई बुट्टो हरैया हरैया जान्छौ ए साइकल राखेर बस तिमी। हरे भेन्सी हो नि मान्छे, तर मार्टिनलाई त आइदियो नि अति भनर जस्तै हो। छप्री हो क्या म मान्छे, आफैले छप्री हुन्छ न के भन्ने। सो गाइस घर आएर यताउता गर्दा चाहिँ 12 बजिसकेको छ। भिडियो एडिट गरेर गइसकेको छु। 8 मिनटको भिडियो छ यो क्लिप हालेपछि है। सो होप सबैलाई मन पर्यो। एन्ड धेरै क्लिपहरू छैन मसँग है, भएको यति नै हो, किनभने मेरोदेखि चाहिँ गीतहरू बजाउनु पर्छ। सो भोलिसम्म क्लिपहरू आउँछ अनि भोलिको ब्लगमा चाहिँ मैले त्यो क्लिपहरू हालिदिनेछु। सो आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। बाई बाई, टेक केयर, धन्यवाद।